तिमी नराम्रो देखिने होइनौ। तिमीलाई आफ्नो फेस कसरी अपडेट गर्ने भन्ने थाहा छैन। कुनै पनि टप मेल मोडल लाएर उनीहरू पनि पुराना फोटोहरूमा सामान्य नै देखिन्थे, तर उनीहरूले सही ह्याबिट सिके जसले उनीहरूको फेसलाई पूर्ण रूपमा ट्रान्सफर्म गर्यो। अनि यो भिडियोमा म तिमीलाई लिथल र एट्र्याक्टिभ फेस कसरी पाउने भनेर 7 वटा सिम्पल स्टेप्समा देखाउने छु। सबैभन्दा राम्रो कुरा, तिमीले 2 देखि 3 महिनामै रिजल्ट देख्न थाल्छौ। सुरु गरौँ। स्टेप 1, बडी फ्याट घटाऊ। सबैभन्दा पहिलो र महत्त्वपूर्ण स्टेप, लिन बन्न। किनभने फेस फ्याटले तिम्रो चिकबोन र जलाइन लुकाउँछ। त्यसले फेसलाई राउन्ड र पफी देखाउँछ। तिम्रो हेयरकट जस्तो सुकै होस् वा स्किन केयर जति गरे पनि बडी फ्याट धेरै छ भने खास फरक पर्दैन। जब तिमी लिन हुन्छौ, तिम्रो फेस साफ देखिन्छ, जलाइन क्लियरली देखिन्छ अनि पूरा बडी क्लिन र एट्र्याक्टिभ देखिन्छ। तिमीलाई बडी बिल्डर जस्तो बन्नु पर्दैन। लगभग 20% बडी फ्याटबाट 10 देखि 12% सम्म झार्न सके पुग्छ। त्यसैले फिट र कन्फिडेन्ट देखिन थाल्छौ। अब के गर्ने? क्यालोरी डेफिसिट सुरु गर। यसको मतलब दिनमा बर्न गर्ने भन्दा अलिकति कम क्यालोरिज खाने, मसल बिल्ड गर्न वेट ट्रेनिङ गर्नु अनि फ्याट लुज गर्न कार्डियो गर्नु। अनि गुड न्युज के हो भने लिन हुन 4 देखि 5 महिना मात्र लाग्छ। त्यसैले ट्रान्सफर्मेसन छिट्टै हुन्छ। अर्को कुरा, जङ्क फुड र ब्लोटिङ गराउने खानेकुरा कम गर्नु। हप्तामा 1 देखि 2 पटक खाँदा ठिक छ, तर सुगर भने सकेसम्म कम्प्लिटली कट गर्नु। सुगर नै असली एनेमी हो। यसले स्किन बिगार्छ र छिट्टै फ्याट बढाउँछ। जब तिमी लिन हुन्छौ, तिम्रो फेस, स्टाइल, भाइब सबै नेक्स्ट लेभल हुन्छ। स्टेप 2, ओरल हाइजिनको केयर गर्नु। तिमी राम्रो देखिने भए पनि यदि टिथ येलो छन् वा ब्रेथ स्मेल खराब छ भने त्यो सबै एट्र्याक्टिभनेसलाई किल गर्छ। त्यसैले ओरल हाइजिन सिरियसली लिन सुरु गर्नु। इलेक्ट्रिक टुथब्रस युज गर्नु। यसले नर्मल ब्रसभन्दा धेरै राम्रो सफा गर्छ। त्यसपछि व्हाइटनिङ स्ट्रिप्स हप्तामा केही पटक युज गर्नु। यसले टिथलाई ब्राइट र क्लिन देखाउँछ। व्हाइट स्माइलले तिमीलाई इन्स्टेन्टली एट्र्याक्टिभ र फ्रेन्डली देखाउँछ। यसले तिमी आफूलाई केयर गर्छौ भन्ने देखाउँछ अनि त्यो कुरा मानिसहरूले तुरन्त नोटिस गर्छन्। स्टेप 3, सिम्पल स्किन केयर रुटिन फलो गर। तिमीलाई 10 वटा प्रोडक्ट्स चाहिँदैन, केवल 3 वटा कुरा चाहिन्छ: क्लेन्जर, मोइस्चराइजर र सनस्क्रिन। दिनमा 2 पटक फेस वास गर्नु, बिहान र सुत्नु अघि। धेरै पटक वास नगर्नु, नत्र स्किन ड्राई हुन्छ। त्यसपछि मोइस्चराइजर लगाऊ ताकि स्किन सफ्ट र हेल्दी रहोस्। अनि सनस्क्रिन कहिले स्किप नगर। घरभित्र बसे पनि सनलाइटले स्किनमा असर गर्छ। क्लिन स्किन भन्नाले पर्फेक्ट स्किन भन्ने होइन। यसको मतलब तिमी फ्रेस देखिन्छौ र आफूलाई केयर गर्छौ भन्ने हो। स्टेप 4, प्रपरली ग्रुमिङ गर्नु। तिम्रो ग्रुमिङले तिम्रो पूरा लुक चेन्ज गर्न सक्छ। पिम्पल्स भए पनि यदि ग्रुमिङ राम्रो छ भने तिमी एट्र्याक्टिभ देखिन सक्छौ। पहिले आइब्राउज मिलाऊ। एउटा सानो फेस रेजर किनेर साइडको एक्स्ट्रा हेयर हटाऊ। धेरै ओभर नगर्नु, बस सफा देखिने गरी मिलाऊ। त्यसपछि फेसियल हेयर फिक्स गर्नु। बियर्ड वा स्टबललाई प्रपरली ट्रिम गर्नु। तर सबैभन्दा इम्पोर्टेन्ट कुरा, सही हेयर कट ल्याऊ। हेयर भनेको लिटरली मेनका लागि मेकअप हो। यसले तिम्रो पूरा फेस चेन्ज गर्छ। कुनै पनि ग्लो अप ट्रान्सफर्मेसन हेरेर हेयर स्टाइलमा म्यासिभ चेन्ज हुन्छ। यदि कुन हेयरस्टाइल सुट गर्छ थाहा छैन भने मैले डिस्क्रिप्सनमा एउटा भिडियोको लिङ्क दिएको छु, त्यो हेर। स्टेप 5, स्लिपिङ पोजिसन ठिक गर। यो एकदम सिम्पल छ। फेस तल पारेर सुत्न बन्द गर्नु। त्यसो गर्दा फेसमा फ्लुइड कलेक्ट हुन्छ। त्यसैले बिहान फेस पफी देखिन्छ। बरु ब्याकमा सुत र फेसलाई अलिकति माथि उठाएर राख। यसो गर्दा बिहान फेस टाइटर र क्लिनर देखिन्छ। सानो चेन्ज जस्तो लागे पनि लङ टर्ममा धेरै ठुलो फरक पर्छ। स्टेप 6, फेसियल एक्सप्रेसन्स प्र्याक्टिस गर्नु। तिमी आफ्नो फेस कन्ट्रोल गर्न सिकेर नै धेरै एट्र्याक्टिभ र इन्फ्लुएन्सियल देखिन सक्छौ। हरेक दिन 5 देखि 10 मिनट मिरर अगाडि उभिएर स्माइल, कन्फिडेन्ट लुक र रेस्टिङ फेस प्र्याक्टिस गर्नु। यदि फोटोजमा राम्रो देखिन चाहन्छौ भने कुन एङ्गल तिमीलाई सुट गर्छ त्यो सिनु। अनि याद राख, वार्म स्माइलले तिमीलाई फ्रेन्डली र कन्फिडेन्ट देखाउँछ। फेक गर्नु पर्दैन, बस फेस रिल्याक्स गर्नु र नेचुरली राम्रोसँग स्माइल गर्नु। गुड फेसियल एक्सप्रेसन्सले तिमीलाई इन्स्टेन्टली एप्रोचेबल र ट्रस्टवर्दी देखाउँछ। स्टेप 7, पोस्चर र नेक पोजिसन ठिक गर। तिम्रो पोस्चरले तिम्रो फेस र बडी दुवैको लुक चेन्ज गर्छ। यदि हेड तल छ
र सोल्डर्स स्लाउज भएको छ भने ज लाइन हराउँछ। चिन माथि राख र सोल्डर्स ब्याक राख। यसले ज लाइनलाई शार्प देखाउँछ र कन्फिडेन्ट भाइब दिन्छ। एक पटक नर्मल पोस्चरमा फोटो खिच अनि अर्को स्ट्रेट पोस्चरमा। डिफरेन्स आफै देख्छौ। अनि म्युइङ सुरु गर। सकेसम्म टङलाई माउथको माथिल्लो भागमा रेस्ट गर्नु, साथै हार्ड गम च्यु गर ताकि समयसँगै ज स्ट्रङ्गर बनोस्। राम्रो देखिन फ्यान्सी चिजहरू चाहिँदैन। यी 7 वटा स्टेप्स फलो गर। लिन बन्न, टिथ फिक्स गर, स्किनको केयर गर, ग्रुमिङ राम्रो गर्नु, सही तरिकाले सुत, फेसियल एक्सप्रेसन्स कन्ट्रोल गर्नु अनि कन्फिडेन्ट पोस्चर राख। यदि तिमीले यो डेली कन्सिस्टेन्सीका साथ गर्यौ भने केही महिनामै कम्प्लिटली डिफ्रेन्ट पर्सन जस्तो देखिन थाल्छौ। त्यति नै। भविष्यमा यस्तै अझ धेरै भिडियोहरू चाहिन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु र बेल आइकन पनि हिट गर्नु।